जर्जियाको टुरको लागि सामान प्याकिङ गर्ने, जुत्ताहरू तयारी गर्ने कार्यक्रम हुँदैछ। उज्यालो भइसकेको छ। अब यहाँबाट निस्किँदैछु म साथीलाई लिनलाई, अनि साथीलाई रिसिभ गरेर अनि सिधै एयरपोर्ट गएर गाडी त्यहाँ छोडेर जाने कुरा छ। बिहानको मौसम चिसो चिसो छ। म चाहिँ साथीलाई लिनलाई अल्फातिर जाँदैछु। सिग्नलमा गाडी रोकिएको। अब यहाँबाट अगाडि बढ्दै हो, ऊ तयारी भएर बसिरहेको होला। अनि उसलाई रिसिभ गरेर सिधै शारजा एयरपोर्ट। साथी तयारी भएर बसिरहेको छ हात खडा गर्दै। अब उसलाई नै गाडी बुझाइदिने हो, आफू ढुक्कसँग भिडियो बनाउने हिँड्ने हो। रिसिभ गरेर अनि अब हामी शारजा एयरपोर्टतिर गयो। शारजा एयरपोर्टमा यसलाई छोड्ने हो गाडी, अनि त्यसपछि प्लेनमा आएर सरर कहाँ जाने भन्दा आएर हामीले खाजा खायौँ। भतिज त बाथरुम गएको छ, आउँछ त भतिज। ओ भतिज। अनि अब चाहिँ हामी यसलाई ब्ल्याक लेमन टीको साथमा अब हामी अगाडि बढ्दैछौँ। है त रेडी हो? रेडी हो, जाउँ। दुबईबाट शारजा छिर्यो। अपार्टमेन्टहरू एउटै डिजाइनमा बनाएको, एउटै साउ हुनसक्छ, हामीलाई त्यस्तो लागिरहेको छ। शारजा एयरपोर्टभित्र पस्यौँ र अब हामीले चाहिँ यहाँबाट बोर्डिङ पास लिइसकेका छौँ। अब हामी चाहिँ इमिग्रेसनतिर जाँदैछौँ। यहाँ एउटा हामीले ग्रुप देख्यौँ। यो ग्रुप चाहिँ उज्बेकिस्तानको ग्रुप रहेछ। सायद दुबई घुम्न आएका थियो होला, फर्किँदैछ। फ्लाइटको वेटिङमा छौँ, त्यसैले जस्ट रोमिङ अराउन्ड द एयरपोर्ट। एज वी अल नो देयर इज अलवेज बाई टु गेट वान फ्री एन्ड ड्युटी फ्री, तर हामीले यहाँ केही उठाएका छैनौँ। यहाँ पुगिसकेपछि अब चाहिँ हाम्रो पालो आइसक्यो। हामी गेट 20तिर जाँदैछौँ। यो क्यु लाइन चाहिँ चेकअपको लागि हो। एयरपोर्टको एउटा नराम्रो पछि चाहिँ यहाँबाट हिँडेर तल झार्दो रहेछ है, टुक्रो टुक्रो हिँड्दै जानु पर्दो रहेछ। अब फाइनली हामी चाहिँ बसमा चढेर भित्र एयरपोर्ट सेटलमा चढेर चाहिँ हाम्रो फ्लाइटतर्फ जाँदैछौँ। निकै नै एक्साइटेड मोमेन्ट छ यहाँ। सबैजना त्यस्तै छन्। हाम्रो मानगुरु इज अलवेज स्माइलिङ, हि हेज ए स्माइली फेस। एकदमै अब एक्साइटमेन्ट एकदमै बढिरहेको छ। अब उहाँ पुग्नु कस्तो हुन्छ थाहा छैन होइन। अनि यति नै हो।
यति नै हो। कति घण्टाको फ्लाइट हो यो हाम्रो लगभग 3.5 घण्टाको फ्लाइट हो। ओके सिजर है यो चाहिँ एक्साइटमेन्ट धेरै भएपछि चाहिँ कस्तो हुन्छ भने त्यो 3.5 घण्टाको चाहिँ लामो हुन्छ जस्तो लागिरहेको छ। डर चाहिँ त्यहाँ लाग्यो। मास्क चाहिँ पाखुरामा बाँधेर हिँडिराखेका छौँ। त्यति मन्डेटरी छैन रहेछ यो शारजा एयरपोर्टमा। हामीले हाम्रो सिट टेक ओभर गरिसकेका छौँ र अब भेरी सुन वी आर फ्लाइङ। It only makes me strong after the blood. अब टेकअफ लिँदैछ एरोप्लेनले। ज्यान सिरिङ्ग भइरहेको छ एकतिर चाहिँ त्यो एक्साइटमेन्ट छँदैछ कतिखेर पुग्ने भनेर। विल किप अपडेटिङ यु। यो सायद यो बाकुको हिमाल हो कि जस्तो लाग्यो। बादलदेखि माथि नै रहेछ यो। हामीले त्यो भिडियोमा देख्न पाइन्थ्यो। सायद मलाई त्यस्तै लाग्यो। यो हामी त्यहाँ पुग्नुभन्दा करिब आधा घन्टा अगाडिदेखि नै हिमाल हो माथि एरोप्लेनबाट। सायद बाकुको हुनुपर्छ। बादल पारीको देशबाट भने जस्तो भइरहेको छ अहिले चाहिँ। नाउ वी आर भेरी क्लोज टु टिबिल्सी। एज वी क्यान सी कति नेपालकै जस्तो खोलाहरू पहाड गाउँ। यो जर्जियाको क्यापिटल टिबिल्सीको एरिया हो। हामी लगभग अब ल्यान्डिङ गर्ने चरणमा छौँ। यो माथिबाट देखेको भ्यू हो यो। सोतारेस्तावाली टिबिल्सी इन्टरनेसनल एयरपोर्ट। हामी यहाँनिर चाहिँ पासपोर्ट स्ट्याम्पिङको लागि क्युमा छौँ। हाम्रो ट्याक्सी जसले हामीलाई हाम्रो होटलसम्म ड्रप गर्नेछ। मार्को प्यालेस होटल हो। यो मार्को प्यालेस होटल चाहिँ एकदमै प्राइम लोकेसनमा रहेछ। यहाँबाट लगभग हिँडेर गाडीमा चढ्दा पनि धेरै कुराहरू गर्न सकिने खालमा सकिने ठाउँमा रहेछ यो चाहिँ है। एकदमै औसम मौसम लाग्यो। यस्तो दामी मौसम है। लाइक हाम्रो सेम नेपालकै जस्तो छ क्या। नेपालमा मङ्सिरतिर पुसतिर हुने जस्तो कार्तिक मङ्सिरतिर हुने जस्तो दामी लागिरहेछ। हावा नै मिठो छ क्या। हाम्रो ठाउँको हावा नै सुगन्ध मिठो हुन्छ है। यहाँ पेट्रोल पम्पहरू चाहिँ एभ्री 500 मिटर टु 1 किलोमिटरमा पेट्रोल पम्पहरू कार वासहरू चाहिँ एकदमै प्रचुर मात्रामा पाइँदो रहेछ है। हामी ठ्याक्कै त्यही दिनमा परेछौँ कि यहाँको फ्रिडम डे जो सोभियत युनियनसँग थियो पहिला त्यहाँबाट छुटेको
दिन रहेछ ठ्याक्कै आजको दिन चाहिँ त्यही दिनमा परेछौँ। यो चाहिँ रुमहरू यहाँ छ एन्ड दिस इज द भ्यू अफ यहाँको चाहिँ के अरे नेसनल डे रहेछ क्या होइन? नेसनल डे भनौँ या फ्रिडम डे। यो फ्रिडम डे भएको हुनाले यहाँ चाहिँ धेरै फङ्सनहरू आज चलिरहेको रहेछ, इभेन्टहरू। हामीले यो हेर्ने पनि एउटा अवसर मिल्यो आज डे 1 को दिनमा। फायर वर्क भइरहेको छ है यहाँनिर अहिले। अब यो आज सायद अब समापन कार्यक्रम पनि होला। यो फायर वर्क एकदम हेभी फायर वर्क भइरहेछ। भिडियो हेर्नुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। आजलाई यति नै भयो, राति पनि भयो, हामी थाकेको पनि छौँ। भोलि नयाँ दिन नयाँ भिडियो लिएर फेरि यहाँहरूसम्म आउनेछौँ। स्टे ट्युन, सब्सक्राइब गरेर जोडिरहनु होला। नयाँ भिडियो